यो भिडियोलाई हजुरहरूले यति धेरै सेयर गर्नुहोस् कि हरेकले थाहा पाएर यो भित्र कोही छिर्दै नछिरुन् र कसैले पनि यसको हेर्दै नहेरुन् र यसमा भ्युअर्सहरू नै नभएर अटोमेटिकली यो बन्द होस्। त्यति सेयर गर्नु होला यो भिडियोलाई र आफन्तहरूलाई त झन् सेयर गरेर जानकारी दिनु होला। यस्तो स्क्याममा पर्नु हुँदैन, यो सरासर स्क्याम हो। त्यसकारणले गर्दाखेरि हजुरहरू सचेत रहनु होला। यस्ता कुरालाई पनि विश्वास गर्ने भनेको चाहिँ सायद हामी नेपाली नै मात्रै होलाौँ। राम्रा कुराको खासै विश्वास गर्दैनौँ। यस्ता चिट्ठा परिहाल्छ, हामीलाई लट्री आइहाल्छ, झमझमले हाम्रोमा मोबाइल पठाइदियो, एयरपोर्टमा आइपुगेको छ, ट्याक्स तिर्नुपर्ने भयो, ट्याक्स भनेर हामी ट्याक्सको पैसा भनेर हालिदिन्छौँ। यस्ता कुरा पत्याउने भनेको जस्ट हामी नेपाली मात्रै हो। यो कुनै सत्यता छैन, यो सबै स्क्याम हो, यो अनलाइन ठगी हो। हजुरहरूले बुझ्न जरुरी छ। त्यस कारणले गर्दा यस्ता कुराको पछाडि नलाग्नु होला। हजुर त लाग्नु भएको छैन, हजुरको परिवारले पैसा हालिराख्नु भएको हुनसक्छ थाहा नदिई। त्यसले गर्दा यो भिडियोलाई धेरैभन्दा धेरै सेयर गर्नु होला र यस्तै इन्फर्मेटिभ भिडियोहरू, अवेरनेस भिडियोको लागि मेरो प्रोफाइललाई अहिलेसम्म पनि हजुरहरूले फलो गर्नुभएको छैन भने अहिले नै फलो गर्नु होला। हवस् त, धन्यवाद।